3-4 दिन भयो काठमाडौँ उपत्यका छोडेर विभिन्न रमणीय स्थलहरूको भ्रमण गर्ने क्रममा मुस्ताङको मुक्तिनाथ हुँदै हामी लुमानथान हुँदै अहिले चाहिँ कोरोला नाका चाइना र नेपालको बीचको बोर्डरमा पुगेर आयौँ। त्यहाँ पुग्दाखेरि एकदमै रमाइलो दृश्य हामीले हेऱ्यौँ, रमाइलो चाहिँ क्षणको अवलोकन हामीले गऱ्यौँ। चारैतिर सेतो हिमालले घेरेको ठाउँ कोरोला नाका। त्यहाँ चाहिँ धेरै नेपालीहरू भ्रमणको लागि आएको पनि हामीले पायौँ। एकदमै स्वर्गीय आनन्द हामीले लियौँ। तर दुःखको कुरा चाहिँ त्यो सीमा क्षेत्रमा चाइना सरकारले ठुल्ठुलो भवनहरू बनाएर राखेको छ। त्यहाँदेखि नेपाली चाहेर पनि एउटा चरा मुसो पनि छिर्न सक्ने अवस्था छैन। त्यति धेरै स्ट्रिक्टली 10 गजा क्षेत्रमा त्यसरी भवन बनाएर राखेको छ। तर नेपालको भने एकदमै शून्य छ। तपाईँले ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ, हामीले यहीँबाट देखिरहेको छौँ इलाका प्रहरी चौकी मुस्ताङको। हाम्रो बोर्डर सीमा क्षेत्रबाट 14 किलोमिटर डिस्टेन्स यता मात्र इलाका प्रहरी चौकी छ। हामी ठुल्ठुला कुरा गर्छौँ, कालापानी लिपियाधुराको कुरा गर्छौँ। भोलिका दिनमा यो चाइना बोर्डरमा रहेको यो कोरोला नाका पनि त्यही अवस्थामा पुग्दैन भनेर कसरी भन्न सक्छौँ हामीले? ताकि त्यहाँ घुम्न जाने नेपालीहरूलाई केही समस्या भयो भने त्यसको लागि समन्वय गर्ने कुनै निकाय पनि छैन। एकदमै रमाइलो ठाउँ छ। उपत्यका लगायत अन्य विभिन्न क्षेत्रबाट धेरै मानिसहरू घुमघामको लागि आउने गरेको हामीले पायौँ। तर समस्या चाहिँ त्यो समस्या हामीले देख्यौँ। नेपाल सरकारको ध्यान चाहिँ यो भिडियो मार्फत हामी त्यतातिर ध्यान आकर्षण गर्न चाहन्छौँ। 14 किलोमिटर हाम्रो सीमा क्षेत्रबाट 14 किलोमिटर भनेपछि चाइनिजहरू चाहिँ 14 किलोमिटरसम्म चाहिँ उनीहरू जे गर्दा पनि हुने हो कि आएर। तर हाम्रो चाहिँ चरममुसो पनि त्यहाँ जान नसक्ने स्थिति छ। त्यो चाहिँ नेपाल सरकारको ध्यान त्यतिर जाओस्। यति भन्दै आजको यात्रा यो कोरोला नाकाको यात्रा चाहिँ यही नै रुङ्ग्याउँछ हामीले। अनि लुम्बिनी अथवा मनाङतिरको यात्रा पनि हामीले तय गरेका छौँ। स्पेसल्ली यो मौसमले साथ दियो भने हामीले निरन्तर रूपमा त्यताको यात्रा पनि जोड्ने जमर्को गर्नेछौँ। यहाँहरू निरन्तर हामीसँगै रहिरहनु होला। हस्त, धन्यवाद, नमस्ते।